हेलो गाइज मेरो भिडियोमा आज स्वागत छ। आज म गाउँमा डे 2 हो। अब गाउँमा फेरि यसो चौरी गएर भाइ बहिनीहरूलाई फेरि खेलाइदिउँ रेस चाहिँ होइन। अब रेसेस खेलाएर फेरि रमाइलो गरौँ भन्ने चाहिँ छ। यस्तो खतरा सिन आयो अहिले। अनि हामी चाहिँ टक्क चौरी जाने फेरि रेस खेलाउने भाइहरूलाई यस्तो रमाइलो गराउने एकछिन। अनि गाउँको यसो अब भोलि फेरि म काठमाडौँ लागिहाल्छु नै, भोलि काठमाडौँ जान्छु। त्यही भएर आज यसो चलपल दिउँ भनेर चौरीतिर चौरीमा चलपल दिएर आएर अनि भाइ बहिनीहरू यसो गेमसेम खेलाएर रनिङ हान्नु पऱ्यो। फेरि आज चाहिँ अलिक धेरै लामो हान्नुपर्छ। पैसा पनि आज अलिक धेरै प्राइस छ नि त, महँगो छ नि त, आज महँगो छ। त्यही भएर अझै हामी अलिकति हामी टाइम मिल्दैन। त्यही भएर अलिकति हामी बेलुकातिर चाहिँ हामीले एकदम बनाउनु ट्राई गर्छौँ। मलाई पनि चार्ज नभए पनि बनाउँछ हामी चाहिँ। त्यही भएर ल अहिले चाहिँ हामी अब चौरीतिर तपाईँहरूले मलाई चाहिँ एकदम सपोर्ट गर्नु पऱ्यो, सब्सक्राइब गर्नु पऱ्यो, सेयर गर्नु पऱ्यो। अब मेरो चाहिँ किनभने अब म साथी नभएपछि म नि एक्लै हुन्छ कि भ्लग बनाउनु अलिकति अल्छी टाइपको लाग्छ। अब चाहिँ अब साथी भयो भने चाहिँ अब साथी काठमाडौँ मसँग गयो भने चाहिँ मेरो निरन्तर आउनु सक्छ। साथी गएन भने हो अब त्यही भएर यस्तो खतरा ठाउँमा आयो नि आज हामी। यस्तो पिसफुल छ नि हाम्रो ठाउँ। पिस थाहा हुन्छ प्राइस चाहिँ अब साथीले अहिले चाहिँ एकदम खोले छैन प्राइस के कस्तो भन्नु। अब जो फर्स्ट हुन्छ त्यो भाइले आज चाहिँ खतरै प्राइस पाउनुवाला छ। अब हामी गएर अहिले मेस्सी पनि भेट्छ मैले चौरी गएर। अनि त्यही भएर हामी चाहिँ बिस्तारै जाँदै हो। अब के कतिको रमाइलो हुन्छ भने तपाईँहरूलाई मेरो भिडियो हेरेर थाहा नै हो। अब रमाइलो हुन्छ हुँदैन कमेन्टमा चाहिँ एकदम तपाईँहरूले भनिदिनु पऱ्यो। कमेन्ट गरेर रमाइलो हुन्छ हुँदैन सबै भन्नु पऱ्यो है। तपाईँहरू चाहिँ एकदम तपाईँहरूको चाहिँ एकदम सपोर्टर चाहन्छु म चाहिँ। मलाई सपोर्ट चाहियो कि अहिलेलाई यति धेरै सपोर्ट चाहियो मलाई। तपाईँहरूले अहिलेसम्म मलाई सब्सक्राइब गर्नु भएको छैन भने अहिलेसम्म सब्सक्राइब गरे छैन भने गरिहालौँ है छिटो। सब्सक्राइब गरेर सधैँ यसो भिडियो हेर्नु मन छ भने सब्सक्राइब चाहिँ गरिहाल्नु पऱ्यो, रातो बटन थिचिहाल्नु पऱ्यो। एकदम मजाले भिडियो आउँछ। अब भाइहरू मलाई त्यो कुरिरहेको होला आउँछ भनेर पैसा चाहिँ अब भिमामा काम गर्नु छोडेर मैले भिडियो बनाएको हेरिहाल्नु फेरि। ठिक छ मामा, ठिक छ। यता हाम्रो कालु भेनाको बुवा हुन्छु। यता पनि अब यसो गाउँठाउँमा काम त हुन्छ। कालु भेनाको बुवा हो। अब एकचोटि यसो ठुलो बाउले हेरिदियो भाइ मजा आउँथ्यो कि। ठुलो घाँटी तन्काइदियो नि ठुलो बाउ। ए ठुलो लुक्नु भयो, ठिक छ। तपाईँहरूलाई कस्तो खालको भिडियो मनपर्छ, कस्तो टाइपको भिडियो मनपर्छ कमेन्ट गरेर मलाई टक्क तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। म भन्छु तपाईँहरूले जस्तो भन्छ त्यस्तै म भिडियो बनाउनु चाहिँ एकदम प्रयास गर्छु, राम्रो भन्दा राम्रो। अब तपाईँहरूले सब्सक्राइब कति गर्नु हुन्छ त्यो मलाई थाहा भएन, तर सब्सक्राइब चाहिँ गर्नु पऱ्यो के। सब्सक्राइब गर्नु पऱ्यो, कमेन्ट गर्नु पऱ्यो, लाइक गर्नु पऱ्यो, सेयर गर्नु पऱ्यो। तपाईँहरू सबले मलाई माया दिए पनि म अलिकति माथि पुग्छु त। मायाको देखाउनु पऱ्यो कि सबैले मलाई होइन। तपाईँहरूलाई कस्तो खालको भिडियो मनपर्छ होइन तपाईँहरूले त्यो मलाई मेसेजमा एकदम डाइरेक्ट गर्नु सक्नुहुन्छ। अब तपाईँहरूले भने जस्तै त गर्नु नसक्ला, म तपाईँहरूले भने जस्तो चाहिँ बनाउने एकदम प्रयास गर्छु। अब तपाईँ डाइरेक्ट मलाई मेसेज गर्नु पऱ्यो, म एकदम मेसेजको पर्खाइन्छु तपाईँहरूको। ल तपाईँहरूले चाहिँ मलाई एकदम सपोर्ट चाहिँ गर्नु पऱ्यो कि अरूभन्दा पनि। ल हामी चाहिँ चौरी अब लगभग आइपुग्नु लागिसक्यो कि। अब चौरी आइसक्यो, अब चाहिँ हामी यहीँ छ चौरी चाहिँ। अब मैले चाहिँ भाइहरूले सोधेको भाइहरू अघि चाहिँ नखेल भने चाहिँ अनि भाइहरूलाई अलिक पछि चाहिँ अब खेल्ने भने खायो नि त। भाइहरूको यहाँ चाहिँ टक्क नाम सोध्दै भन्छु। तिम्रो नाम के हो भाइ? मेरो नाम दाने सिंह हो। अनि तिम्रो? बिहान पुलाई म गरे म चाहिँ। तिम्रो? सिसिराना म गरे। अनि तिम्रो? साहिल थापा। ल भाइहरू चाहिँ एकदम रेडी भइसक्यो है। भाइहरूलाई नेम चाहिँ थाहा नै हो। अब त्यो उतै बस्छु होइन। अब त्यो बिचमा कसले फर्स्ट क्रस गर्छ त्यसले पायो कि 50 रुपियाँ। ल अब हामी चाहिँ उताबाट रेड गर्छौँ। अब दोस्तले यताबाट रेड गर्दा नि आउँछौ। ल यति हो। अब चाहिँ ल म उताबाट कराउँछु, तिमीले पठाऊ भनेपछि पठाऊ ल। रुन भाइ तिमीलाई कस्तो लागिरहेछ? मलाई एकदम राम्रो लागिरहेछ। ठिक्कै लागिरहेछ। अब के गर्नु, एकदम डर लागेको छैन? यस्तो बुढासँग के डराउने। थुत्ले उफ्रिरहेको छ। ल खोइ त नि एक्सर्साइज खोइ त नि भाइको एक्सर्साइज खोइ एक्सर्साइज गरिसकेको छ भाइहरू। ल हाम्रो भाइहरू कम्पिटिसनमा आइसकेको छ। कम्पिटिसनमा आइसकेको छ हाम्रो भाइहरू। अझै नै ल अटो गयो कि कहाँ गएको थियो अटो? ल ओके मैले गो भन्छ म त कुद्ने। ल ल गो। कस्तो लागिरहेछ भाइ? हाम्रो चाहिँ साहिल भाइले जितिसक्यो है 50 रुपियाँ चाहिँ। साहिल भाइले जित्यो र आजको रेस चाहिँ साहिल भाइले जित्यो। साहिल भाइले चाहिँ यहाँ भाइ साहिल भाइले 50 रुपियाँ जितेको छ आजको। ल प्राइज निकालौँ त ब्रो। 50 रुपियाँ चाहिँ साहिल भाइले जित्यो। ल हामी चाहिँ हस्तान्तरण गर्दैछौँ ल भाइ। ल आजको भ्लग चाहिँ मलाई एकदम अलिकति खोइ आजको भ्लग चाहिँ हाम्रो एकदम रमाइलो भयो। मेसी एकचोटि यहाँ आइदियो भए चाहिँ मेसीको होइन एकचोटि मेसी एकचोटि यहाँ आइदियो भए मेसीको हामी काप्रेर डान्स हेर्नु चाहिँ एकदम उत्ताउला थियो। एक जाओस् न त, एक जाओस्। एक मेसी एक भनेर नमाने आज आएर एक जाओस् टाढेबाट। ल ल यति चाहिँ हाम्रो रमाइलो हुन्छ मेसीलाई भेटेपछि। ल आज चाहिँ अनि हाम्रो गाउँमा एकदम नयाँ गेमहरू होइन भाइहरूले खेलाउने गेमहरू एकदम ल्याउने एकदम प्रयास गरिरहेको छु। अब अहिले चाहिँ अलि भ्याइरहेन म। अब भ्याउने बेलामा टाइममा चाहिँ म एकदम भिडियोहरू निकाल्छु भाइहरूलाई कुदाउने यता कुदाउने होइन, पैसा प्राइज साइज राख्ने। अनि त्यही भएर म भाइहरूलाई
भाइहरू एकजना ऱ्याप हान्ने भने देखा के सुन्ने हो त ऱ्याप कसले हान्ने भने ल सुन्ने ल हामी सुन्नु रेडी हो त मेसी के हो ल ल ऱ्याप ल भाइलाई आइज अलिकति भने आइज आइज ऱ्यापको नाम चाहिँ मेरो नाम ऱ्याप गर्नलाई पैसा चाहियो तँलाई ऱ्यापको ल भाइ चाहिँ मेरो गाउँ ल ल ल भाइ जाल ल ब्याटल खेल्ने ब्याटल खेल्ने हो खेल्ने ब्याटल त्यो त ल ल ऱ्याप हान ल ऱ्याप भाइले चाहिँ सस्तो वातावरण बेग्लै छ ठाउँ ट्याङ्गे बस्ती पारा हो मेरो गाउँ तामाङको बच्चा दानेर हो नाउँ साथीहरूले भन्छ गाजा खान जाउँ कप्सा एन रन हातमा खुकुरी र गन यहाँ जो भन्छ डन दानेरलाई भन यो भाइलाई चाहिँ यो भाइले चाहिँ एकदम रमाइलो गरे भाइ ओइ ओइ भाइ पैसा निकाल मेरो भिडियो लास्टसम्म हेरिदिनु भएको तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु म मलाई सपोर्ट चाहिँ गर्नु पऱ्यो तपाईँहरूले एकदम बिग सपोर्ट गर्नु पऱ्यो धन्यवाद तपाईँहरूलाई